सो हेलो गाइज, फेरि पनि स्वागत छ मेरो अर्को न्यू भिडियोमा होइन। सो सबैजनाले हेरिदिनु होला। सो आज चाहिँ 16 गते दसैँको दिन, त्यही भएर सबैलाई विजया दशमीको धेरै धेरै शुभकामना होइन। जति पनि मेरो दाजुभाइ दिदीबहिनी विदेशमा भएका होइन सबैजनालाई होइन, सबैलाई दसैँको धेरै धेरै शुभकामना भन्न चाहन्छु होइन। सो आज चाहिँ दसैँको दिन हो। म चाहिँ बिहान उठेर टक्क कामसाम भ्याएर होइन पार गरी यो पोचा लाएर बसेको छु। अनि फुपू चाहिँ हिजो घर जानुभयो, किनकि थुप्रै भयो नि त आफ्नो घर नभएको, त्यही भएर। अनि हिजो चाहिँ जानुभएको फुपू चाहिँ, अनि भोलि नै भित्र हुनुहुन्छ, भर्खर उठ्नु भएको छ। अनि सो त्यही हो, मम्मी चाहिँ भित्र भान्सा कोठामा हुनुहुन्छ, अनि म चाहिँ अहिले कुडो दिन लाहु भैँसीलाई होइन। यहाँ छ कुडो, मम्मी आऊ भान्सामा। हिजो रोटी पोलेर यति राख्नु भएको छ होइन दसैँको लागि। सो त्यही हो, मम्मी भित्र भयो है, अनि यहाँ कुडो भयो, ठुलो माथि नै हुनुहुन्छ। यसो के छ त हजुरहरूको हल्ली चल्ली होइन, यसो कमेन्टमा भनिदिनु होला। काकादेखि हेर्नुभएको छ होइन, लाइक सब्सक्राइब पनि गरिदिनु होला होइन, किनकि न्यू युट्युब च्यानल हो, त्यसो कारणले सबैले सपोर्ट गरिदिनु होला होइन। सपोर्ट गरिदिइसक्नुभयो, त्यही पनि धेरै धन्यवाद है। सो त्यही हो, बाँकीको भिडियो। सो अब चाहिँ टिकाको मुरत भइसक्यो, म पनि टक्क लुगासुगा लाएर बसेको छु होइन। यहाँ बजे यहाँभित्र हुन्छ टिका सिका लगाइदिनुको लागि। सो त्यही हो, ठुलो बाबु त पूजा गर्दा टक्क झर्नु छ, मम्मी त कोठामा हुनुहुन्छ, लुगासुगा लाने सिनाउनु छ। सो के छ त हजुरहरूको दसैँ पनि कस्तो रमाइलो छ होइन, यसो भनिदिउँ है। मम्मीले हजार नोट किनेर बसेका टिका लगाइदिने होइन मलाई। 100 रुपियाँ क्या? ओ यो 100 रुपियाँ दिने कि यो 100 रुपियाँ यस्तोको चप्पल दिन पाएँ। अब चाहिँ टिका लाउने केटा हो, 1000 रुपियाँ पाउने होइन। तिमीहरू त पायो होला, मैले त पाएन। अब कति पाउँछ हेरौँ भिडियोमा कति पाइन्छ होइन। अब बुझे त त्यस्तै हो, हाम्रो यस्तो मम्मीले दिएन भने अनि ठुलबाले दिएन भने चाहिँ मात्रै 1000 रुपियाँ पाइन्छ, नत्र भने त अब चाहिँ हाम्रो टिका सुरु भयो होइन। हाम्रो बोजू नै 105 वर्षको बोजूको हातदेखि टिका लिएर आशीर्वाद लिने, त्यही भएर म पाराको हो। अब सुरु टिका चाहिँ हाम्रो ठुलोबाट टक्क लाएर टिका सिका हाम्रो बोजै, हाम्रो ठुलो हो। तपट्टिको त हाम्रो मम्मी। जमाना त त्यति हो। हाम्रो मम्मीको पालो। खुसी हाम्रो फेरि खतरा खुसी भइदिन्छ नि बजान्छ न। भित्र बस्यो कुखुरा त यहाँ भाग्य छैन क्या। अब चाहिँ मेरो पालो अब चाहिँ म लाउँछु टिका होइन, मेरो बोजूको हातदेखि टक्क लाएर। ल बजाइ मैले गर्दिनँ बजा त माथि गर्छु। ल निदा ठुलो छ नातिको, ए धुवाले कस्तो खोकमत ला अन्त बजिएर मैले न मेरो एकजना बस्छ क्या टिका, ऊ बसिसक्यो। बचुलान खिचेछ कि नै खिचिसो बजिनाले ठ्याप्पा हान्ने नि बल्ल बस्नु अनि नबसेको बेला बस्दैन भनेर ए छोइ हान्दैन त।
बढिन हो टिका बढिदिन त त्यही त क्या प्याम हान्यो नि अनि बल्ल बस्छ अनि आयो ए डऱ्यो ल अब टिका लगाइसकेँ मेरो निधाराहरू मजाले बसेँ मम्मीहरू गर्दा नि टक्कर ओ बोजू त माथि पृथ्वी पैसा दिन लाउनु भयो है अब धेरै पैसा दिनुहुन्छ बोजूले चाहिँ मलाई एउटा 20 खोज्दै हुनुहुन्छ 1000 को नोट कताको भनेर ऊ आयो 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 ल मलाई पनि टक्क लाएर बोजू हातदेखि ल बोजू त यता कानमा ल यताबाट यो लगेर देऊ। कान कान छैन ल अब ल होइन खुट्टामा ल यस्तै हात हातको चाहिँ ल ल ए मम्मी टिका लगाइनु पर्छ भने भागेन पैसा दिनुपर्छ भने भाग्नु हजुर हेर न कति छिटो रुममा पुगिसकेको होइन छिटो लाउने हो रे मम्मीको हातदेखि लाउने हो रे मैले लगाइदिन्छु त्यसलाई त्यसलाई टिका लगाइदिन्छु कि मैले कसलाई त्यसलाई मलाई केटा लगाइदिनु पर्यो नि यसो यसो दसैँ खर्च आउँछ अनि तपाईँ मम्मीको हातदेखि लगाएछु मैले हात धुन्छु हुन्छ बजे बजे ल बजे यता हेरिदिनु त ल झन् बजेको ढोकेको भिडियो गएको नि औँला लिएर आइदिनु मम्मीले ल मम्मीले कति ठुलो नोट दिनुहुन्छ धेरै नसुत आशीर्वाद दिनु न उठेर फटाफट काम यो पनि आशीर्वाद अनि काम त गरेर आउँछु त मैले यस्तो नि आशीर्वाद रे मम्मीलाई यसो सघाउने धेरै सुतेको सुते नगर अब त जुर्को उठ्ने काम गर्ने हो कहीँ सघाउने मम्मीलाई बरी ल्याएर अलिक काम गर्ने हो बरी ल्या। ल है काम गर्ने बुहारी को हुनुहुन्छ हाम्रो मम्मीलाई सम्पर्क गर्नु पऱ्यो यसो काम गर्ने बुहारी ल्याएर ल ल जमरा जमरा धेरै छैन कि त्यो लाउनु अहिले अरू मान्छे नआउनु फेरि लाएर राखिदिने। ल औ मम्मीको त्यहाँदेखि दक्षिणा निस्किन्छ है केटा यो भएन यो मान्दिनँ यो त बजिदिएको मलाई। यो त मान्दिनँ है यो मान्दिनँ म यो मान्दिनँ न यो मान्दिनँ 2000 2000 200 रुपियाँ दियो 2000 भन्नुहुन्छ होइन ल अब ढोक्छु खाइ खुट्टा यी टिका ती सब झरिसक्यो ल खानालाई त हिजोको के छ यार ल धोखा हुआ हमारे साथ धोखा 200 रुपियाँ दे के 2000 बोलते हैं हमारी मम्मी से दसैँ सकियो अब टिका सिका लगायो होइन अब चाहिँ पेट पूजा गर्नु पर्यो त्यसले ल ल मासु भात टक्क लाएर यहीँ छु ऊ दिइसकेँ मैले ल ल त्यही हो अब मासु भात खाने अनि डाङराङ्गा सुत्ने दसैँ यही हो अब ल आजलाई यति नै